Hello guys, good morning everyone. मैले चाहिँ आज तपाईहरुको लागि एउटा भिडियो लिएर आएको छु हैन। मैले चाहिँ त्यस्तो राम्रो त हैन बट मैले चाहिँ हैन स्याम्पू अनि कपालमा लाउने कन्डिसनर अनि त्यसपछि अनि बडी सपहरु लिएर आएको थिएँ अनि त्यो चाहिँ मैले जस्तै पहिल्यै दाइसोबाट किनेको थिएँ एउटा। नाम आएन फेरि मलाई भन्नलाई त्यो स्याम्पूहरु हाल्ने बट्टा हुन्छ नि जुन कन्डिसनर स्याम्पू अनि बडी सपर हाल्ने हुन्छ नि कुनै चाहिँ बडी सप बनाएको हुन्छ अनि म चाहिँ त्योहरु कैचीले काट्छु फर्स्टमा चाहिँ अनि त्यसपछि अनि यो देखाइरहेको छैन मैले कुन लेखको भनेर त्यति बेला चाहिँ मैले अलि बिजी भएर बोल्ने मन थिएन अनि भिडियो मात्र बनाएर राखेको थिएँ अनि मेरो आज बिदा हो नि त स्याटरडे अनि त्यही भएर आफ्नो भोइस रेकर्ड गरेर अनि बनाउँदैछु के भिडियो तपाईले देख्न सक्नुहुन्छ मैले त के गर्दैछु त्यो दिन भिडियो चाहिँ 1 विक अघिको लाग्यो सायद खोल्दै छ अलि धेरै लामो जस्तो भिडियो आज हेर्दै गर्नु होला अब त्यो कसरी गरौँ सोचिरा होला त्यसको अब फेरि के गरौँ सोचिरहेको थिएँ होला म त्यति बेला भएको त्यति बेलै भन्थ्यो होला अनि बिर्सिहाल्छु नि हैन र साथीहरु मलाई चाहिँ किन हैन यस्तै भिडियो बनाउन मन लाग्छ आफ्नै भोइसमा मलाई पनि मन लाग्छ अब यस्तो सबैले बनाउँछ त्यही भएर अरु कपी गरेको भन्नुहुन्छ होला सायद बट नो अब आफ्नो इन्ट्रेस्ट हुन्छ नि कसैलाई यस्तो भिडियो बनाउन इन्ट्रेस्ट हुन्छ कसैलाई इन्ट्रेस्ट हुँदैन जस्तो मलाई चाहिँ इन्ट्रेस्ट छ नि त अनि त्यही भएर मेरो चाहिँ अनि पहिलाको ठाउँबाट अहिले न्यू ठाउँमा सरेको नि त रुम अनि त्यही भएर यता वाइफाई थिएन अनि त्यही भएर म कति भिडियोहरु पोस्ट गर्दैन थिएँ आजभोलि अनि फेरि अनि सिम चेन्ज गरेको अनि राकुदेखिको अनि त्यहाँबाट डाटा लिएर चाहिँ अनि पोस्ट गरौँ सोचेको यस्तो एउटा चाहिँ त्यस्तै खालको रहेछ अनि त्यसको लागि चाहिँ बनाउनु परेन अब यो चाहिँ पछि युज गर्नु हुने रहेछ यो भएको वाला चाहिँ मैले यो चाहिँ अब कैचीले काटेर हाल्न लागेको थिएँ अनि अघिको चाहिँ त्यो यतिकै राखेर कैची लिएको छु हजुरहरुले पनि यसरी राख्न सक्नुहुन्छ हैन सबैलाई थाहा छ होला नि म त भिडियो बनाउने हो भिडियो पनि लामो जस्तो छ यति लामो जस्तो छ म कसरी बनाउँछु इतना भिडियो पनि खतरा लामो बनाएछ अनि त्यही भएर मैले वाइफाई पनि युज गर्न पाएको थिएन अनि डाटामा त पैसा धेरै काट्छ जस्तो लागेर अनि त्यसपछि चलाएन डाटा अन गरेर अनि मलाई फेरि कति 10 दिनमा कि कति दिनमा अनि मैले कति 17 GB काटिसक्यो होला आजसम्म त 20 GB को 1980 थियो अब त्यो भन्दा बढी चलायो भने त मेरो के काट्छ होला पैसै काट्छ जस्तो लागेर नचलाएको तर त्यस्तो भिडियो हेरेको युट्युबतिर टिकटकतिर अनि अलिअलि हेरेको त्यसमा पनि त्यति धेरै काट्नु रहेछ हाम्रो नेपालको त नहुने रहेछ के जापानको त यति छिटो काट्ने नेपालको त 1000 MB ले त 1 डे पुग्छ नि टन्नै त नपुग्ने रहेछ हौ बिहान उठेर हाई आइरहेछ त्यो पनि बिहान कहाँबाट बिउजिन त 5 बजे कि 6 बजे बिउजेको अनि फेरि सुतेको 9 बजे उठेको थियो अनि फेरि मोबाइलबाट इन्स्टामा भिडियोहरु पोस्ट गरेँ अनि टिकटकमा फेसबुकमा टिकटक लाइटमा दुईटा आइडी छ नि त टिकटक पनि फेसबुक पनि छ तर म एउटा मात्र चलाउँछु खोलेको चाहिँ थिएँ अनि भिडियोहरु त कति छ अनि युट्युबमा नि पोस्ट गर्थे मैले सर्ट भिडियोहरु अनि अहिले त राखेको छैन कस्तो एमबी काट्ने हो मलाई वाइफाई राख्न मन लागिरहेछ अब के गर्छु 1 महिना चलाएर हेर्छु होला भएन भने चाहिँ वाइफाई राख्छु होला सायद पैसा धेरै काट्यो भने अब के हुने रहेछ र 1 महिनाको बिल कति आउने रहेछ अनि त्यो हेरेर चाहिँ चेन्ज गर्न पर्ला गाइज
गाह्रो छ मलाई नि एक्लै भएर एक्लै होइन भिडियो बनायो बस्यो काम छैन घुम्न जान मन लागे पनि एक्लै कहाँ जानु अनि नेपालबाट ल्याएको लुगा पनि आफूले एक्लै लाउन सक्दैन कुनै कुनै हुन्छ नि साडीहरू लाउन त सकिन्छ बट एक्लै कसले भिडियो बनाइदिन्छ ब्याक साइडको अनि राम्रो भिडियो चाहियो नि एउटा होइन अब केटी साथी भयो पो जाने केटाहरूसँग पो जान्छ होइन एउटा मात्रै केटी मान्छे थियो पनि त्यही भएर म चाहिँ जाँदिनँ कतै एक्लै जान्छु गए पनि एक्लै भिडियो बनायो आयो अनि सिङ्गल भिडियो बनायो आयो काम छैन मेरो हजुरहरू पनि सन्चै हुनुहुन्छ होला नि होइन मलाई त बोल्नै आउँदैन हौ यस्तो भिडियो बनाउने मान्छे नबोल्ने कति लामो भिडियो हौ म अचम्म भयो अब यो भिडियो देखेर के गरौँ अब मेरो स्वर त के हुन्छ होला यो भिडियोमा त युट्युबमै पोस्ट गर्नु पर्यो क्या यो भिडियो त अब उता टिकटकमा पोस्ट गर्नलाई त के गर्नुपर्छ भन्दाखेरि टिकटकमा गर्नलाई त सब थाहा नै छिटो हुन्छ होला त्यहाँ त मेरो यो भिडियो खासमा कति सेकेन्डको रहेछ भन्दाखेरि 9 जतिको होला अझै 3 मिनट बाँकी रहेछ गाइज अनि मैले चाहिँ जेएलपिटीको नि एक्जाम दिएको एन्ट्रीको त्यस्तो गाह्रो त थिएन बट बाहिर चाहिँ हिउँको खाके गर्दै थियो मान्छेहरू म चाहिँ सुतेर बसेको घाम लागिरहेछ आज त अबदेखि चाहिँ युट्युबमा भिडियोहरू अपलोड गर्नु पर्ला कति भइसक्यो भिडियो अपलोड नगरेको नि पहिलाको रुममा चाहिँ यतिकै वाइफाई थियो फ्री वाइफाई थियो अनि अहिलेकोमा छैन नि त अनि फ्री वाइफाई भएर यति चलाउँथेँ जिउ पनि अनि यता आएर त नचलाउने भएछ म त त्यति धेरै बेलुका मात्र चलाउने अनि दिउँसो काममै हुन्छ नि त अनि 1 घन्टा हुन्छ त्यही चलायो त्यो पनि 1 घन्टै चलाउँदैन होला अनि फर्किने बेला अलिअलि त्यही हो गाइज अब चाहिँ मेरो भिडियो सकिन लागेको छ त्यही होला लास्ट म पनि हजुरहरूलाई यसरी गर्नुहोला भनेर चाहिँ सजेसन दिन्छु होइन भनेसरी भिडियो सक्न लाग्यो जस्तो अब त गाइज मैले के कुरा गर्न आएको मान्छे कहाँ कुरा पुऱ्याइसकेन आफ्नो पर्सनल कुराहरू अनि भिडियोहरू हेरिसकेपछि चाहिँ होइन लाइक कमेन्ट सब्सक्राइब गर्न नभन्नु होला होइन टिकटकमा भयो लाइक कमेन्ट सेयर अनि युट्युब च्यानलमा भयो चाहिँ सब्सक्राइब गर्नु होला अब थोरै होला आई थिङ्क सकिसकेछ अब त भिडियो चाहिँ राम्रो बनाइन्छ मलाई फेस देखाएर चाहिँ बनाउन मन लागेन अनि हातले मात्र बनाएको मलाई लाज लाग्छ क्या फेसले बनायो भन्दाखेरि म त्यति राम्री छैन नि भनेछु रे म राम्री नै छैन अनि कसरी बनाउनु अब आइफोन लिएपछि बनाउँछु त्यसबाट भिडियो भनेछ अरे न्यु इयरमा आइफोन लिने सोचमा छु म चाहिँ फेरि अब धेरै छैन आइफोन लिने टाइम अहिले 12 को 13 भनेपछि जस्ट 1 month जनवरीमा लिँदाखेरि ल है गाइज अब सक्यो अब मैले पछि देखाउँछु नि बाई बाई मेरो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला लभ यु सो मच बाई